ल हामी आज श्री युवा आधारित विद्यालय दुकुरचुङ स्कुलबाट हामी शैक्षिक भ्रमण साथै पिकनिक कार्यक्रम लिएर हामी गोरुजुरे यानाकि सुके पोखरी डाँडा हामी हिँड्दैछौँ। शैक्षिक भ्रमण सुके पोखरी जाँदैछौँ हामी होइन। ल बाटो चाहिँ यता ल बाटो यता छ। सबैजना बिस्तारै बिस्तारै आउने आफ्नो सामानहरू जिम्मेवारीहरू लिएर। ल हामी चाहिँ यो तेस्रो खुड्किलोमा आइसकेको छौँ। यो खुड्किलोमा आउँदा एकदमै धेरै उकालो हिँड्नु परेकोले हामी थाकेर हामी बिसाइरहेको छौँ। सुमिना मिस माथि रोडै रोड आउनुहुन्छ। हेलो 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 हजुर उता हो। ल हिमालको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण एकदम हिमालको मनोरम दृश्यको अवलोकन गर्दै हामी शैक्षिक भ्रमण साथै पिकनिक कार्यक्रम लिएर हामी अगाडि बढ्दैछौँ गाइस। हिमालको मनोरम दृश्यसँगै हामी शैक्षिक भ्रमण साथसाथै पिकनिक कार्यक्रम लिएर हामी अगाडि बढ्दैछौँ। हेर्नु होला हामी फाइनली चौथो खुड्किलोमा आइसकेका छौँ। सबैजना विद्यार्थी भाइ बहिनीहरू सहित हामी शिक्षक सम्पूर्ण शैक्षिक भ्रमण साथै पिकनिक कार्यक्रममा हामी आइसकेका छौँ। दाउरा मैले पनि हातमा लिइरहेको छु अनि मसँग गिटार पनि छ। अनि पछाडि एकदमै हाम्रो प्यारा विद्यार्थी भाइ बहिनीहरू स्टुडेन्ट्सहरू पनि आउने क्रम जारी छ। त्यसै गरी शिक्षकहरू अनि मस्त घाम लागेको छ। ल हामी फाइनल्ली सुके पोखरी आइसकेका छौँ। हेर्नुहोस् गाइस सुके पोखरीको विशेषता यस्तो रहेको छ। यहाँको बनोट भू आकृति यस्तो रहेछ। योभन्दा पल्लो डाँडा चाहिँ रौता पोखरी हो। रौताको डाँडा पनि देखिरहेको छ यहाँबाट प्रत्यक्ष रूपमा हामीले अवलोकन गरिरहेको छौँ। त्यसै गरी यो गोरुजुरे डाँडा भन्छ। गोरुको जुरे यस्तो भएको कारणले गर्दाखेरि गोरुजुरे डाँडा भनेर हामी यसलाई नामाङ्करण गरेका छौँ। यहाँको स्थानीयवासीहरूले यहाँबाट प्रत्यक्ष हिमालको दृश्य पनि मनोरम दृश्यहरू पनि हामी अवलोकन गर्न सक्छौँ देखिरहेको छौँ। र फाइनली हामी गोरुजुरे डाँडा आइसकेका छौँ। हेर्नुहोस् यहाँको भ्यू यस्तो रहेको छ। हेर्नुहोस् झलमल्ल घाम लागेको छ। आज पुष महिनाको 25 गतेको दिन भए पनि पुषमा पनि जाडोको फिलिङ्स भएको छैन त्यति धेरै यसपालि, किनभने घाम लागेकोले भन्न सकिन्छ हामी। त्यसै गरी हाम्रो मनोरम हिमालको दृश्य अवलोकन सँगसँगै हाम्रो बिहानीको समयमा ल हेर्नुहोस् हामी फाइनल्ली आइसकेका छौँ सुके पोखरी पञ्चमी डाँडाको विशेष त्यस्तो रहेको छ। र त्यसै गरी हाम्रो आफ्नै देशको छेउछाउमा रहेको हिमालको मनोरम दृश्य सँगसँगै हामी फाइनली सुके पोखरी डाँडा आइसकेका छौँ। सबै विद्यार्थी भाइ बहिनीहरू लगायत शिक्षकहरू हामी आइसकेका छौँ। आजको शैक्षिक भ्रमण एकदमै राम्रो रहनेछ अनि हाम्रो एकदमै पिकनिक पनि राम्रो रहनेछ। आफ्नै करेसाबारीमा फलेको हरियो सागपात भने जस्तै आफ्नै देशमा रहेको प्राकृतिक भूबनोटले प्रकृतिले सजी सजाउ भूबनोट भएको हामी ठाउँमा आइसकेका छौँ। हेर्नुहोस् तुसारो खसेर भुइँमा छरप तर पनि त्यति धेरै जाडोको फिलिङ्स भएको छैन। हेर्नुहोस् ल हाम्रो गन्तव्य स्थान यही हो। हामी सबैजनाले हो ल हामी त्योभन्दा उता भयो भने नो इन्ट्री त्यस्तो हुन्छ। ल हाम्रो सबैभन्दा पहिला चाहिँ एउटा खाजा खाने भन्ने यहाँ भइरहेको छ। त्यसैले यता आगोहरू बारिसकेको छ हामीले। ल हो त बिचरा गङ्गाले यहाँ चक्र काट्दैछन्। सबैले पालो देऊ। गोडाफाट सतर्क गोडाफाट सबैले हातको पिठी खेल्ने। 1 2 3 4 5 6 7 सतर्क गोडाफाट सतर्क। ल सबैजना सतर्कको पोजिसनमा बस्ने भिया कारमा खुट्टा राख्ने। सबैले राष्ट्रिय गानको ठुलो 1 2 3 गो।
ल सबैजना विद्यार्थीहरूलाई धन्यवाद। राष्ट्रिय गान गाएकोमा मुम्किन हुँदा एउटा लाइनमा हुन्छ नि। छल्दी पारी खिच्ने हाल्यो के जस्तो अवस्थामा होस्।